प्राय दिउँसोको 12 बजेको थियो र 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो। उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। त्यसै घडी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म 2 भाग भएर च्यातियो र जमिन काप्न लाग्यो र चट्टानहरू फुटे, चिहानहरू उघारिए र सुति गएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे र तिनीहरू चिहानहरूबाट निस्किएर मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र शहरमा प्रवेश गरे र धेरै कहाँ देखा परे। जब कप्तान र तिनीसँग येशूलाई रुङ्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, साँच्चै यिनी परमेश्वरका पुत्र रहेछन्। त्यो दिन तयारीको दिन थियो, यसकारण यहुदीहरूले सबातमा, विशेष गरी यस सबातमा जुन चाहिँ महत्त्वपूर्ण थियो, मृत शरीरहरू क्रुसमा नरहुन् भनी पिलातसलाई बिन्ती गरे र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिउन् भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रुसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एकजनाको, त्यसपछि अर्कोको। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले देखे कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाई दिएको हो र उसको गवाई साँचो छ र साँचो बोल्दछु भनी ऊ जान्दछ। उहाँको कुनै पनि हड्डी भाँचिने छैन भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यो कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, जसलाई तिनीहरूले घोचेका छन् तिनीहरूले उहाँलाई हेर्नेछन्। साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एकजना धनी मानिस आए। तिनी स्वयं येशूका चेला थिए। तिनले पिलातस कहाँ गएर येशूको मृत शरीर मागे र पिलातसले सो तिनलाई दिने हुकुम गरे। योसेफले मृत शरीर लिएर सफा मलमलको कपडाले बेरे र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे। र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिए र तिनी गए। भोलिपल्ट अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए र भने, हजुर, हामीलाई याद छ कि त्यस ठगाले जिउँदो छँदा 3 दिनपछि म फेरि उठ्नेछु भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान् र त्यो मरेकोबाट जीवित भई उठ्यो भनेर मानिसहरूलाई भन्नेछन् र त्यो पछिल्लो धोका पहिलो भन्दा अझ नराम्रो हुनेछ। पिलातसले तिनीहरूलाई भने, तिमीहरूको आफ्नै पहरा छँदैछ, जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख। र तिनीहरू गएर ढुङ्गामा मोहर लाए र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे। सबातपछि साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे र मरे तुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराओ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभए बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देऊ कि उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ र उहाँ तिमीहरूभन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ।
तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु। अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अकस्मात येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, शान्ति। तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, नडराओ, गएर मेरा भाइहरूलाई गालिलमा जानु भनिदेऊ र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्। मृत्युबाट पुनरुत्थान हुनु भएपछि येशू धेरै पटक आफ्ना चेलाहरू कहाँ देखा पर्नुभयो। 500 भन्दा बढी मानिसहरूले उहाँलाई देखे। ती 11 जना चेलाहरू गालिलको त्यस डाँडामा गए जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे र कतिले चाहिँ शङ्का गरे। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ। पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।